म अमेरिका आएको चाहिँ होइन धेरै वर्ष भइसक्यो र मैले एउटा कुरा चाहिँ एकदमै फरक फिल गरेँ नेपालको भन्दा यहाँ, त्यो भनेको चाहिँ यहाँ अमेरिकामा वेदर यति नराम्रो हुन्छ होइन, कहिले आइस पर्छ, स्नो पर्छ, यो टोर्नेडोहरू हुन्छ होइन, ह्युरिकेनहरू आउँछ, एकदमै वेदर चाहिँ चेन्ज भइरहेको हुन्छ यहाँको मौसम चाहिँ। तर पनि बत्ती चाहिँ कहिले जाँदैन, किन जाँदैन होला त? हजुरहरूलाई थाहा छ? थाहा छैन भने चिन्ता नगर्नुहोस्, आज म एक्सप्लेन गर्छु हजुरहरूलाई। अमेरिकामा चाहिँ धेरै जस्तो पर्सेन्टेज तारहरू, बत्तीको तारहरू चाहिँ जमिन मुनिबाट गाडिएर चाहिँ लगिएको हुन्छ होइन, जसले गर्दाखेरि चाहिँ यहाँ त्यो समस्या हुँदैन। अर्को कुरा, थोरै पर्सेन्टेजमा मात्रै तारहरू, इलेक्ट्रिक तारहरू चाहिँ माथि ओभरहेड वायरिङबाट, पोलबाट चाहिँ लगिएको हुन्छ। त्यसको पनि रेगुलर बेसिसमा चाहिँ एकदमै के हुन्छ त, चेक जाँच मोनिटर गरिन्छ। र त्यति मात्रै नभएर स्मार्ट डिभाइसहरू राखिएको हुन्छ, जसले गर्दाखेरि चाहिँ काहीँ एक्स्ट्रा भोल्टेजहरू बढी गइरहेछ कि लिकेज भइरहेछ कि होइन, अनि कहाँ त्यो चिजलाई चाहिँ मोनिटर गरिरहेको हुन्छ त्यो डिभाइसले। र त्यति मात्रै नभएर जुन जुन क्षेत्रमा चाहिँ एकदमै बढी हुन्छ नि, वेदर चेन्ज हुन्छ, ठुलो ठुलो टोर्नेडो आदि हुरी आउँछ, त्यो ठाउँमा चाहिँ पोलहरू छ भने त्यो छेउछाउको चाहिँ ठुलो ठुलो रुखहरूले चाहिँ क्षति पुर्याउन सक्छ भनेर पहिला नै काटिसकेको हुन्छ। त्यति धेरै बुद्धिमानी हुन्छन् अमेरिकनहरू। हेर्नुहोस् त, हामी नेपालीहरूले पनि के कुरा सिक्नुपर्छ एउटा नेपालको सिस्टमले नै भन्दाखेरि, बिस्तारै हाम्रो माथिको पोलबाट जाने तारहरूलाई चाहिँ बिस्तारै हामीले जमिनमुनिबाट लाने ट्राई गर्नुपर्छ र लङ टर्ममा चाहिँ यसलाई चाहिँ पुरै नै के अरे अन्डरग्राउन्ड वायरिङ गर्नुपर्छ इलेक्ट्रिसिटीको जस्तो लाग्छ, ताकि हामीले चाहिँ त्यो समस्याहरूलाई चाहिँ कम गर्न सक्छौँ। हजुरहरूलाई चाहिँ कस्तो लाग्यो अमेरिकाको यो कहिले बत्ती नजाने सिस्टम सुनेर? मलाई चाहिँ एकदमै राम्रो अनुभव भइरहेको छ, कहिले पनि बत्ती नगएको एक्सपिरियन्स छ होइन अमेरिका आएदेखि। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो प्लिज कमेन्टमा लेख्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।